सो अहिलेको यो एआई ट्रेन्ड खतरा चलिरहेछ, सबैजना एआईको बारेमा कुरा गरिरहेछ। अनि कसैले आएर भन्छ इट्स अ डिप लर्निङ मोडल, मैले आज यो मोडल ट्रेन गरेँ, कसैले आएर भन्छ यो मेसिन लर्निङ मोडल हो भनेर भन्छ। एन्ड स्पेसली इफ यु आर अ डेभलपर अनि फ्रेसर अर एकाडेमिक पर्सन हु इज ट्राइङ टु लर्न एआई एन्ड यु हेभ नलेज along with them, but in your head you are thinking like what are those things, I mean यो कहाँ स्टार्ट हुन्छ, कहाँ इन्ड गर्छ, यो कहाँ लाई गर्ने हो. So all those confusion I will be fixing it permanently in about 10 minutes. So in this video I'll be giving you overall map or architecture of AI, where things like especially के एक्सप्लेन गरिरहेको छ भन्दाखेरि डिप लर्निङहरू कहाँ लाई गर्छ, एनएलपीहरू कहाँ लाई गर्छ, अनि यो ब्रिफली सब टपिकहरू पनि एक्सप्लेन गरिरहेको छु. सो दिस भिडियो कुड बी फर यु. So this is the figure I'll be explaining it to you guys about architecture of AI or landscape of AI. So यहाँनिर चाहिँ अब just by looking into it, don't think it is complex or don't get confused about it. So यहाँ चाहिने almost all the algorithms I'll be explaining it to you individual topic मात्रै चाहिँ. तर यो भिडियोको मेन गोल भनेको चाहिँ कहाँ के लाई गर्छ भन्ने कुरा मात्रै. जस्तै एनएलपीजहरू सुन्नु भएको छ त्यो कहाँ लाई गर्छ, ट्रान्सफर्मर्सहरू सुन्नु भएको छ त्यो कहाँ लाई गर्छ, यो कुराहरू नै एक्सप्लेन गर्ने नै यो भिडियोको मेन गोल हो. सो फर्स्टमा चाहिँ अब एआईबाटै सुरु गरौँ. वाट इज एन एआई? सो आर्टिफिसियल इन्टेलिजेन्स भनेको चाहिँ यदि तपाईँले कुनै पनि टेक्निक युज गरेर कुनै पनि मेसिनलाई इन्टेलिजेन्ट बिहेभ गराउन सक्नुहुन्छ भने त्यो भयो आर्टिफिसियल इन्टेलिजेन्स, होइन? भनेको कुनै पनि मेसिनले यदि स्मार्टर एक्ट गरिरहेछ भने एआई भयो. द्याट्स द होल डेफिनेसन अफ एआई है. अनि एआईलाई चाहिँ मैले 3टा पार्टमा डिभाइड गरेको छु: मेसिन लर्निङ, नन मेसिन लर्निङ र प्रब्लम डोमेन है. सो नन मेसिन लर्निङ भनेको चाहिँ के हो? नन मेसिन लर्निङ एआई नै हुन्छ र भन्नुहुन्छ क्या कतिले, होइन? अब अहिले चाहिँ हामीले एकदम मेन कन्सेप्ट चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि सबै कुरा डेटाबाट ट्रेन हुने मात्रै एआई हुँदैन, होइन? रुल बेस्ड सिस्टमहरू पनि एआई भनिन्छ. भनेको पहिला बिफोर मेसिन लर्निङ टुक ओभर एआई भनेको के थियो भन्दाखेरि डेभलपर डेस्कमा बस्ने र प्रपर हार्ड कोडेड रुल्स लेख्ने, त्यही नै थियो मोस्टली एआई भने है. अब भनेको कस्तो भन्दाखेरि चाहिँ इफ देन कन्डिसन्सहरू के भनेको इफ अ पेसेन्ट डक्टरको पर्सपेक्टिभबाट इफ अ पेसेन्ट हेज अ fever and cough then suggest flu भन्ने टाइपको. इफ अ रोड इज ब्लक देन टर्न राइट. त्यो सबै इफ देन कन्डिसन जोडेर सबै रुल बेस्ड एउटा प्रपर सिस्टम बनाएको हुन्थ्यो. त्यसलाई एक्सपर्ट सिस्टम वा रुल बेस्ड सिस्टम भनिन्थ्यो कि. अब यो कसरी एआई भयो त भन्नुहुन्छ होला. अब एआई भनेको के हो भन्दाखेरि डेटाबाट लर्न गर्ने मात्र होइन क्या. एआई भनेको यदि ह्युमन जजमेन्ट चाहिने ठाउँमा अथवा ह्युमन रिजनिङ चाहिने ठाउँमा चाहिँ एआईको मेसिनले काम गर्न सकिरहेछ अथवा दिन सकिरहेछ, त्यही सेम जजमेन्ट दिन सकिरहेछ भने त्यसलाई एआई भनिन्छ क्या. सो अब वाइट म्याटर्स भन्दाखेरि चाहिँ नन एमएल किन पढाइरहेको छु भन्दाखेरि त्यति धेरै डाइभ इन गर्नु चाहिँ त्यति धेरै पढ्नु चाहिँ पर्दैन नन एमएल है. तर बुझ्नु चाहिँ पर्छ. यो इट इज स्टिल इन प्रडक्सन. यदि तपाईँहरूले हेल्थ केयरमा काम गर्नुभएको थियो भने अथवा भएको छ भने रुल इन्जिन्सहरूको कन्सेप्ट आउँछ जसमा चाहिँ एक्सपर्टहरूले प्रपर हार्ड कोड गरेको हुन्छ. यति वर्षभन्दा यतिलाई यति ड्रग, यो ड्रग यतिभन्दा यतिलाई यो ड्रग इन द सेन्स लाइक मेडिसिन है. त्यो सबै कुराहरू चाहिँ हार्ड कोड तयार छ रुल इन्जिन्सहरू. अनि अब यसमा मेनली बुझ्नुपर्ने कुरा दुईवटा मात्रै छ. एउटा भनेको चाहिँ यसले डेटाबाट ट्रेन गर्दैन, यो जस्ट इन्स्ट्रक्सन फलो गर्ने हो. यो भनेको यो भनेको यो. भेरी फास्ट, भेरी कन्सिस्टेन्ट, भेरी प्रिसाइज. अर्को भनेको चाहिँ इट डज नट स्केल. अब इट डज नट स्केल भनेको चाहिँ सबै कुराको रुल लेखेर सम्भव होला त, राइट? सो इट डज नट. द्याट्स वाइ मेसिन लर्निङ केम ओभर के. त्यही भएर मेसिन लर्निङ आएको हो कि. सो मेसिन लर्निङ भने चाहिँ के हो त? अब नन एमएलएको बारेमा बुझियो. अब मेसिन लर्निङ भनेको के हो? मेसिन लर्निङ भनेको चाहिँ जस्ट लाइक थिङ्किङको सिफ्ट हो कि, सिफ्ट इन द थिङ्किङ के. भनेको चाहिँ इन्स्टेड अफ डेभलपर सिटिङ द डेस्क एन्ड राइटिङ द रुल्स, अब हामी के गर्छौँ भन्दाखेरि मेसिनलाई नै थाउजन्ड्स अफ इक्जाम्पल फेच गर्छौँ अनि मेसिनले नै फिगर आउट गर्छ रुल के हो भनेर. वाट कुड बी द रुल्स. इट फिगर आउट द रुल इट सेल्फ. द्याट मेसिन लर्निङ फर यु. चाहिँ तपाईँले आफ्नो छोराछोरीलाई पढाएको जस्तो कि लाइक तपाईँले पिक्चर देखाउनुहुन्छ कि डग अथवा क्याटको, इभेन्चुअली लट अफ पिक्चर बेलुका होमवर्क गर्ने बेलामा त्यही पिक्चर देखाउनुहुन्छ अनि उसले सिक्छ. इभेन्चुअली सिक्छ उसले. लाइक त्यो हेर्दा यो डग हो यो क्याट हो भन्छन्. त्यही नै हो कि मेसिन लर्निङ भनेको चाहिँ,
सो अब मेसिन लर्निङलाई पनि मैले 5-6 पार्टमा डिभाइड गरेको छु. सो मेसिन लर्निङलाई चाहिँ मैले 6वटा पार्टमा डिभाइड गरेको छु. सुपरभाइज्ड कहाँ गयो पोइन्टर, सुपरभाइज लर्निङ, अनसुपरभाइज लर्निङ, सेमी सुपरभाइज लर्निङ, सेल्फ सुपरभाइज लर्निङ, रिइन्फोर्समेन्ट लर्निङ र डिप लर्निङ भनेर. सो यसको चाहिँ इन्डिभिजुअल टपिकको एक्सप्लेनेसन त फेरि पनि म गरि नै हाल्छु लाइक नेक्स्ट भिडियोजहरूमा. तर यसमा चाहिँ अब अलिअलि चाहिँ ब्रिफली चाहिँ हेरौँ. सुपरभाइज लर्निङलाई चाहिँ रिग्रेसन र क्लासिफिकेसनमा डिभाइड गरेको छ. अनि यहाँबाट हामीले पढ्नुपर्ने भनेको लिनियर रिग्रेसन र पोलिनोमियल रिग्रेसन पढ्नुपर्छ होला. क्लासिफिकेसन चाहिँ अलमोस्ट सबै पढ्नुपर्छ, सबै इम्पोर्टेन्ट छ. अनि ल सुपरभाइज लर्निङ भनेको के हो त? फर एन इक्जाम्पल तिमीलाई चाहिँ एउटा मोडललाई चाहिँ क्लासिफाई गराउन लाउनु छ, यो म्याङ्गो हो कि होइन भनेर प्रिडिक्सन गर्न दिनु छ है. सो तिमीले चाहिँ के गर्छौ भन्दाखेरि थाउजन्ड्स अफ पिक्चर दिन्छौ. कुनै चाहिँ म्याङ्गो दिएर लेबल गरेर यो म्याङ्गो हो भनेर दिन्छौ, करेक्ट एन्सर ट्याच गरेर. अर्को चाहिँ म्याङ्गो बाहेक अरू फ्रुट्सहरूलाई नट म्याङ्गो भनेर लेबल गरेर दिन्छौ. अनि त्यो 1000 टाइम त्यो ट्रेन हुन्छ. ट्रेन भइसकेपछि तिमीले त्यसले नदेखेको फोटो, म्याङ्गोको फोटो ल्याएर तिमीले इनपुट दियो भने त्यसले प्रिडिक्सन म्याङ्गो गर्छ. द्याट्स हाउ सुपरभाइज लर्निङ वर्क्स. इट फिगर आउट द रुल इट सेल्फ है. अब अनसुपरभाइज लर्निङ भनेको चाहिँ कस्तो हो त भन्दाखेरि चाहिँ अनसुपरभाइज लर्निङ भनेको चाहिँ प्रिडिक्सन भन्दा पनि क्लस्टरिङतिर जान्छ कि. भनेको र डेटाको सिमिल्यारिटिज र डिस्टिङसनको आधारमा क्लस्टरिङ गर्ने तरिकाहरू भनेको अनसुपरभाइज लर्निङ भयो. भनेको प्याटर्न पत्ता लगाउने भयो क्या. सेमी सुपरभाइज भनेको चाहिँ तिमीले दुइटै युज गर्छौ. सुपरभाइज पनि भनेको लेबल डेटा पनि हुन्छ. सर्टेन पर्सेन्ट जस्ट 30% लेबल डेटा होला, 70% अनलेबल डेटा सेट होला. सो अब त्यसलाई कसरी काम गर्ने भन्ने कुराहरू हुन्छ होइन. जस्तै अब लेबल डेटाबाट मोडललाई ट्रेन गर्ने, अनि अनलेबल डेटाको कन्फिडेन्स स्कोर निकाल्ने. कन्फिडेन्स स्कोर 95 भन्दा बढी छ भने फेरि त्यसलाई लेबल डेटामा लाने, अनि लेबल डेटा फेरि त्यसलाई ट्रेन गर्ने. त्यसरी रिपिट गरेर राख्नुपर्छ. अब यो चाहिँ इन्डिभिजुअल त्यो यसलाई नै एक्सप्लेन गर्दाखेरि मजाले बुझिन्छ. तर सेमी सुपरभाइज भनेको चाहिँ दुइटै युज गर्छ, सुपरभाइज पनि अनसुपरभाइज पनि है. अहिले त्यति बुझ्नु. सेल्फ सुपरभाइज भनेको चाहिँ यो पोइन्टर चाहिँ कहाँ हराउँछ यार. अब सेल्फ सुपरभाइज भनेको चाहिँ यो त खतरनाक कुरा हो. यो भनेको चाहिँ द्याट्स हाउ मोडर्न एआई पोसिबल भएकै सेल्फ सुपरभाइज लर्निङले गरेर हो कि. भनेको जति पनि क्लाउड जिपिटीहरू छ नि, यो सबै सेल्फ सुपरभाइज लर्निङकै थ्रुबाट काम गर्छ कि. भनेको कस्तो छ भन्दाखेरि रियल वर्ल्डमा चाहिँ डेटाहरू लेबल गर्न एकदमै एक्सपेन्सिभ पर्छ कि. भनेको यदि कुनै पनि हस्पिटलको चेस्टको एक्सरेहरू एउटा रेडियोलोजिस्टले निमोनिया हो कि होइन भनेर लेबल गर्नको लागि हरेक स्क्यानको सर्टेन एमाउन्ट चार्ज गर्छ क्या. सो त्यति एक्सपेन्सिभ हुन्छ कि त्यो. सो अब सेल्फ सुपरभाइज लर्निङमा के कन्सेप्ट आयो भन्दाखेरि लेबलै चाहिँ लेबल ह्युमनको इन्टरभेन्सनै भएन क्या. त्यहाँ लेबलै दिन परेन कि. ह्युमनले बसेर यो निमोनिया हो त्यो होइन, आफै फिगर आउट गर्ने भयो कि. ग्राउन्ड ट्रुथ निकाल्ने भयो, त्यही अनुसार ट्रेन गर्ने भयो, त्यही अनुसार प्रिडिक्सन गर्ने भयो. द्याट्स सेल्फ सुपरभाइज लर्निङ फर यु. नो लेभल निक्वेट है. अब रिइन्फोर्समेन्ट लर्निङ भनेको अलिकति अर्कै टपिकको कुरा छ. भनेको चाहिँ सेल्फ ड्राइभिङ अटो कार्सहरू छ नि, त्यो चाहिँ रिइन्फोर्समेन्ट लर्निङमा पर्छ. भनेको चाहिँ इन्भाइरोमेन्टसँग इन्टरेक्ट गर्ने, अनि रिवार्ड पायो भने फ्युचरमा त्यही एक्सन टेक गर्ने, होइन भने अर्को गर्ने. त्यसरी काम गर्छ. अब त्यहाँ पनि धेरै कुराहरू जस्तै रिवार्ड सिग्नलहरू छ, भ्यालु फङ्सनहरू कन्सेप्ट आउँछ. अब रिवार्ड सिग्नलहरू भनेको चाहिँ अब एउटा अटो ड्राइभिङ कारको लागि रिवार्ड सिग्नल के होला त भन्दाखेरि कुड बी ट्राभल टाइम रिड्युस गरेको एउटा रिवार्ड होला, और प्रपर लेन फलो गरेको होला, अथवा कोलिजन कम गरेको होला. अनि त्यो यिनीहरू रिवार्ड सिग्नल भयो. अब भ्यालु फङ्सन भनेको के हो त भन्दाखेरि चाहिँ ल ठिक छ, रिवार्ड लाइक उसले ट्राभल टाइम त रिड्युस गर्यो, तर मान्छेलाई हान्दै गइरहेछ कि होइन, अपोजिट लेनबाट चलाएर पो गइरहेछ कि हो, त्यो सबै क्युमुलेटिभ गर्ने एउटा फङ्सन हुन्छ कि. त्यो इन्स्ट्यान्ट रिवार्ड दिने भनेर रिवार्ड सिग्नल भयो. क्युमुलेटिभ गरेर अनि टोटल लास्टमा टोटल रिवार्ड आउने भनेको चाहिँ भ्यालु फङ्सन भयो कि. सो त्यो कुराहरू अब फेरि यही टपिकको बेलामा राम्रोसँग पढौँला होइन. अब त्यसपछि हामीले पढ्छौँ डिप लर्निङ. अब डिप लर्निङ भनेको के हो त भन्दाखेरि चाहिँ डिप लर्निङ के भयो त्यो. सो डिप लर्निङ भनेको चाहिँ यो केबाट इन्सपायर भएको भन्दाखेरि ह्युमन ब्रेनबाट. भनेको ह्युमन ब्रेनमा जसरी न्युरोनले एकअर्कासँग कनेक्ट गरेर इन्टरकनेक्ट भएर काम गरिरहेछ नि, त्यसरी नै काम गर्छ डिप लर्निङले. भनेको यसमा चाहिँ के हुन्छ, आर्टिफिसियल न्युरल नेटवर्क्स. आर्टिफिसियल न्युरल नेटवर्क्सको कन्सेप्ट आउँछ. अब न्युरल नेटवर्क्स भनेको के हो र भन्दाखेरि
डिफ्रेन्ट लेयर्सहरू हुन्छ, त्यो लेयरमा इन्डिभिजुअल नोड्स हुन्छ, हरेक नोडमा एउटा अपरेसन हुन्छ. सो CNN, RNN, LSTM यो सबै केमा पर्छ? ट्रान्सफर्मर चाहिँ सबसे इम्पोर्टेन्ट टपिक यहाँ ट्रान्सफर्मर्सहरू सबै केमा पर्छ? डिप लर्निङमा पर्छ. सो जति पनि यो सबै अल्गोरिदम्स टेक्निक्सहरू छ नि, यो सबैले चाहिँ के एक्सप्लेन गर्छ भन्दाखेरि हाउ एआई लर्न्स, एआईले कसरी सिक्छ भन्ने कुराहरू चाहिँ यो अल्गोरिदमले एक्सप्लेन गर्छ. तर एआई के को लागि युज हुन्छ भन्दाखेरि चाहिँ यो डोमेनमा पऱ्यो कि अब प्रब्लम डोमेन्समा के एनएलपिज, कम्प्युटर भिजन, स्पिच रिकग्निसन भनेको चाहिँ एआई यिनीहरूको लागि युज हुन्छ क्या. भनेको तिमीले एनएलपिजहरू भनेको कसरी प्रब्लम भयो भन्दाखेरि अब एआईले ह्युमनले बोलेको कसरी इन्टरप्रेट गर्ने, कसरी जेनेरेट गर्ने भन्ने कुराको एउटा प्रब्लम भयो. अर्को भनेको अब कम्प्युटर भिजन भनेको एआईले चाहिँ अब अब्जेक्ट डिटेक्सन कसरी गर्ने, इमेज क्लासिफिकेसन कसरी गर्ने अर्को प्रब्लम भयो, अर्को डोमेनको प्रब्लम भयो. स्पिच रिकग्निसन, टेक्स्ट टु स्पिच कसरी कन्भर्ट गर्ने, स्पिच टु टेक्स्ट कसरी कन्भर्ट गर्ने हो. यो सबै प्रब्लमहरू चाहिँ कसरी गर्छ भन्दाखेरि यही टेक्निक युज गरेर, यो अहिले जति पनि हामीले यो टेक्निकहरू पढ्यौँ नि, अल्गोरिदमहरू पढ्यौँ नि, यही टेक्निक युज गरेर चाहिँ यहाँको प्रब्लम सल्भ गर्ने हो कि. सो फर एनएलपी यु क्यान युज ट्रान्सफर्मर्स, मोस्टली युज ट्रान्सफर्मर्स है. कम्प्युटर भिजनको लागि सिएनएनहरू युज गर्छ होइन. अब अहिले त अब रोबोटिक्सहरू भयो, अब मल्टी एजेन्टको इन्भाइरोमेन्टहरू आइसकेको छ. मैले थाहा पाएअनुसार कस्तो समय भएको छ अरे भन्दाखेरि डिफ्रेन्ट एजेन्टहरू कम्युनिकेट गरेर, जस्तै प्रोडक्सनबाट बग आयो भने एउटाले आइडेन्टिफाई गर्ने, अर्कोले सल्भ गर्ने, अर्कोले इमेल पठाउने, अर्कोले डकुमेन्टेसन गर्ने, त्यो सबै कुराहरू हुन्छ नि, सबै डिफ्रेन्ट एजेन्टले त्यसरी एजेन्टिक इन्भाइरोमेन्टहरू नै आइसकेको छ. सो भन्न खोजेको प्रब्लम डोमेन्स भनेको चाहिँ एआई के को लागि युज हुने भन्ने कुराहरू चाहिँ एनएलपिज, कम्प्युटर भिजन्स, यो सबै चाहिँ एआईको लागि एउटा प्रब्लम हो. यो प्रब्लम सल्भ गर्नको लागि चाहिँ यही टेक्निकहरू हामीले युज गर्ने हो. सो यिनीहरू भनेको प्रब्लम डोमेन्स भयो. सो द्याट्स अल फर टुडेज भिडियो. आजको लागि चाहिँ यति नै गरौँ. अरू चाहिँ इन्डिभिजुअल टपिकहरू चाहिँ म निकाल्छु. म कसरी निकाल्छु भन्दाखेरि म सुपरभाइज लर्निङ पछि रिग्रेसन पछि लिनियर रिग्रेसन यसरी निकाल्छु है त. थ्याङ्क्स एभ्रिवान.